हेलो अल। आज चाहिँ मेरो वाइफ पानीपुरी बनाउन गइरहेको छिन्। उसलाई एकदमै मनपर्छ। अनि अब यसको लागि सुरुमा उसले चाहिँ आलु उसिन्नको लागि रेडी पार्छिन्। अनि त्यसपछि थोरै खुर्सानी काटेर सानो सानो पारेर अनि अब प्याजलाई पनि चप गर्नु पर्यो। प्याजलाई पनि सानो सानो पारेर चप गरिसकेपछि एउटा बलमा राखेर चाहिँ अब हामीलाई स्वादको लागि त धनिया चाहिहाल्छ। धनिया भएन भने त स्वादै नभए जस्तो हुन्छ नि त। अनि धनियालाई पनि धोएर अब यसलाई नि सानो सानो चप गर्ने। चप गरेर एक ठाउँमा राखेपछि हाम्रो आलु पाकिसकेको हुन्छ, मसला रेडी हुन्छ। त्यसपछि हामीले अचार बनाउँछौँ यसलाई स्म्यास गरेर। अनि थोरै तेल हाल्यो भने चाहिँ स्वाद दामी हुन्छ तताएर। अनि यति भएपछि हाम्रो पानी पनि रेडी भइसकेको छ। अब हामीलाई के चाहियो भन्दा पानीपुरी चाहियो। अब हामीलाई पानीपुरी बनाउनको लागि तेल तताउने, पानीपुरी हाल्ने, यस्तो मजाले फुलाउनुपर्छ रातो रातो हुने गरी। अनि यति भएपछि चाहिँ ठ्याक्क यसलाई निकालेर साइडमा राख्ने। साइडमा राखेपछि अलिकति सेलाएपछि चाहिँ यो खानको लागि रेडी हुन्छ। थ्याङ्क यू फर वाचिङ।